अधिवेशन समय सीमा नेपालको संविधानको धारा 269 को 4 खले जुन व्यवस्था गरेको थियो त्यो अनुसार प्रत्येक पार्टीको अधिवेशन 5 वर्षभित्र नभए नेपालको संविधानले दिएको 6 महिना थप अवधिभित्र केन्द्रीय पदाधिकारी र प्रादेशिक पदाधिकारीहरू निर्वाचन भइसक्नु पर्नेछ भन्ने संवैधानिक व्यवस्था छ। त्यो समय सीमाको दृष्टिकोणले हामी अत्यन्त चापमा छौँ। अब यसलाई चाहिँ नि यो अधिवेशनलाई कसरी चाहिँ नि वैधानिकता रक्षा गर्दै यो अधिवेशन गर्न सक्छौँ भन्ने सेरोफेरोमा नै हाम्रो अहिले छलफल हो। यो छलफलको क्रममा हामीले विभिन्न जिल्लाका सभापति साथीहरूसँग भेट्यौँ, विभिन्न तहबाट बोकेको समस्या लिएर आउनुभएका साथीहरूलाई पनि सामूहिक रूपले भेट्यौँ। अहिले देशव्यापी रूपबाट यो क्रियाशील सदस्यतामा जुन खालको चाहिँ नि विवादहरू देखिएको छ हरेक ठाउँमा, त्यो अहिले सबभन्दा ठुलो समस्याको रूपमा रहेको छ। त्यो समस्या समाधान गर्नको निम्ति पार्टीमा आन्तरिक रूपबाट हामीले धेरैचोटि बसेर छलफल गऱ्यौँ। के गरेर चाहिँ यो समस्या समाधान गर्न सकिन्छ त भन्दाखेरि पार्टीको आन्तरिक सहमति चाहिँ नि हामी महामन्त्रीजी लगायत हामीहरू बसेर नेपाली कांग्रेसको विधानको दफा 4 मा प्रत्येक क्रियाशील सदस्यको उत्थान अथवा प्रस्तुतिकरण चाहिँ नि पहिला गाउँ या नगर वडाबाटै हुनुपर्ने नेपाली कांग्रेसको विधानमा व्यवस्था गरिएको छ। तदनुरूप वडैबाट प्रस्तुत भएर आएका क्रियाशील सदस्यहरूमा विवाद छैन भने त्यसलाई हामी सबैले स्वीकार गरौँ। यदि त्यस्तोमा विवाद छ भनेदेखि त्यो विवाद भएकोलाई विवादित पक्षहरूलाई राखेर चाहिँ नि सल्लाह गरेर निष्कर्षमा पुर्याएर सहमति गर्न सके सहमति गरौँ। नभए जे 13औं अधिवेशनका क्रियाशील सदस्य छन् त्यही क्रियाशील सदस्यलाई चाहिँ नि आधार मानेर महाधिवेशनमा जाउँ भन्ने हामीहरूको आन्तरिक सल्लाह मात्रै होइन, सभापतिजी समेतको उपस्थितिमा यो केन्द्रीय कार्य समितिले नै गरेका निर्णय हो। हामी त्योभन्दा यताउति गर्न सक्ने स्थितिमा छैन। समितिले चाहिँ प्रतिवेदन बुझाइसकेको छ, त्यो प्रतिवेदन के मान्दैन भन्नु होइन, प्रतिवेदन मान्दिन नमान्दिन भन्ने कुरा भन्दा पनि त्यो प्रतिवेदनमा अझै पनि विवाद देखिएका जुन पक्षहरू छन् त्यो विवाद देखिएका पक्षहरूलाई नेपाली कांग्रेसको विधानको दफा 4 र केन्द्रीय कार्य समितिको निर्णय अनुसार जहाँ विवाद छ त्यो विवाद भए ठाउँ चाहिँ नि पुरानो क्रियाशील सदस्यता अथवा 13औं महाधिवेशनको क्रियाशील सदस्यताको आधारमा हुनुपर्छ। अहिले चाहिँ नि कतिपय ठाउँ के देखिया छ भने अन्तरिक्षबाट आकाशबाट थोपरिएका क्रियाशील सदस्य छन्, पातालबाट आएका क्रियाशील सदस्य छन्, वडामा प्रस्तुतै नभइकन कहाँ कहाँ थपिया छन्। त्यस्तोलाई हामी स्वीकार गर्न सक्दैनौँ। त्यसकारणले यो समय सीमाको जो बाध्यात्मक परिस्थिति छ त्यो बाध्यात्मक परिस्थितिलाई हेर्दै हामी एउटा सहमतिको बिन्दु निर्माण गरौँ। त्यस्तो सहमतिको बिन्दु भने केन्द्रीय कार्य समितिले गरेको निर्णय र नेपाली कांग्रेसको विधानमा उल्लेखित गरेको अवधारणा अनुसार नै हुनुपर्छ। त्योभन्दा अरू विकल्प हामीले स्वीकार गर्दैनौँ। समितिले सहमति गरेको मैले भने नि, अब त्यो सहमति गरेको विषय बाहेक थुप्रो आइरहेछ त, कतिपय त खोलेकै छैन अहिलेसम्म। सहमतिले गरेको विषय बाहेकका पनि अरू विभिन्न चरणमा छन्, जस्तो 12 र के अरे 70 खोलिएकै छैन। कतिपय वडा कतिपय गाउँपालिकाहरूमा त्यो विवाद जस्तातस्तै छन्। ती विवाद समाधानको आधार कुन वडामा अथवा कुन जिल्लामा कसको मान्छे कुन ग्रुपको मान्छे भन्ने भन्दा पनि एउटा निश्चित मापदण्ड बनाइदिएपछि त्यो मापदण्डभित्र जुनसुकै ग्रुप र जोसुकै मान्छे भए पनि त्यो मापदण्डभित्र पुगेका मान्छेहरू प्रवेश गर्छन्। त्यो मापदण्डभित्र भएन भने अस्वीकार हुनुपर्छ। तपाईहरुले नै क्रियाशील सदस्यतामाथि जसरी विवाद गरिराख्नु भएको छ, यसले त महाधिवेशन चाहिँ अनिश्चित बनायो नि त। होइन महाधिवेशन त हेर्नुहोस्, यो 5औं चोटिसम्म परिमार्जन भइसकेको छ, तैपनि अहिलेसम्म अर्को कार्यतालिका आएको छैन। अहिलेसम्म जतिवटा कार्यतालिकाहरू चाहिँ नि आयो त्यो हामीले बनाएको कार्यतालिका होइन, त्यो संस्थापन पक्षले प्रस्तुत गरेको कार्यतालिका हो। अहिले पनि संस्थापन पक्षले पदाधिकारीहरूले ल्याउन्। तर मेरो चाहिँ सुरुदेखिको दृष्टिकोण के छ भनेदेखि अब आज 19 गते भयो, यसको 11 दिन, भदौको 16 गतेको 16 दिन, 27 दिनभित्र प्रक्रियागत रूपबाट नेपाली कांग्रेसको अधिवेशन हुन सक्ने स्थिति चाहिँ छैन।
त्यसकारणले अब यहाँ कहिलेकाहीँ चाहिँ के भन्दैन होइन प्रारम्भ मात्रै गरेर पनि पछि गर्दाखेरि पनि वैधानिकता भ्याउँछ भन्ने छ। अर्को थरीको चाहिँ होइन यो शून्य समयको रूपमा यसलाई लिनुपर्छ भन्ने गरेर गर्नुपर्छ भन्ने छ। शून्य समय भने अदालतले चाहिँ ट्याक्स पेयरलाई मात्रै दिया हो, राजनीतिक दल प्रशासन राज्यलाई कहीँ पनि दिएको छैन। त्यस कारण शून्य समयको कन्सेप्ट चाहिँ नि कामयाबी हुँदैन। अर्कोतिर चाहिँ नि के छ भने विधानले त 6 महिना 5 वर्षभित्र पदाधिकारी निर्वाचित गरिसक्नुपर्छ भनेको छ। त्यो 6 महिना 5 वर्ष 6 महिनाभित्र प्रारम्भ मात्रै सुरु गरेर त्यसले हाम्रो वैधानिकतालाई रक्षा गर्छ गर्दैन, त्यो महत्त्वपूर्ण कुरा हो। त्यसको निम्ति त्यो वैधानिकता रक्षा हुन्छ भन्ने कुरा सभापति र नेतृत्वले ग्यारेन्टी गर्नु पर्यो। अनि त्यसबारेमा पनि सोच्न सकिन्छ, अथवा अरू कुन कुन विकल्प हुन्छ त्यो विकल्पमा सोच्न सकिन्छ। तर मैले देख्दा चाहिँ नि मैले 3 महिना अगाडि लिखित रूपबाट केन्द्रीय कार्य समितिमा सभापतिलाई प्रस्तुत गरेका छौँ। यो अहिलेको परिस्थितिमा विशेष अधिवेशनले मात्रै पार्टीको के अरे यो वैधानिकता रक्षा गर्न सक्छ। त्यो विशेष अधिवेशन भनेको नेपाली कङ्ग्रेसमा 2012 सालमा वीरगन्जमा विशेष अधिवेशन भयो, के अरे अधिवेशन भयो वीरगन्जमा। 2014 सालमा विराटनगरमा विशेष अधिवेशन भएको छ। त्यस कारण नेपाली कङ्ग्रेसको इतिहासले स्थापित गरेको मान्यताको आधारमा 13औं महाधिवेशनको प्रतिनिधित्वलाई नै मानेर यो अहिले तदर्थ अधिवेशनको रूपमा, अस्थायी अधिवेशनको रूपमा अथवा वर्ष दिनको निम्ति यो नेपाली कङ्ग्रेसको वैधानिकता रक्षाको निम्ति चाहिँ गरौँ। र त्यो गर्नुपर्ने जरुरी पनि के छ भने अहिले वडामा चाहिँ नि क्रियाशील सदस्यतामा देखिएको तिक्तता र झगडा, अनि भोलि फेरि वडा अधिवेशनहरू हुँदाखेरि हुने प्रतिस्पर्धाको अरूबढ्ता चाहिँ नि ले सिर्जना गर्ने दूरी, अब आउने 6 महिनाभित्र हामीले माघ फागुनमा चाहिँ नि स्थानीय निर्वाचनमा जानुपर्ने स्थिति पनि, त्यो स्थितिले गर्दा अहिले 13औं महाधिवेशनकै प्रतिनिधिद्वारा चाहिँ नि विशेष अधिवेशन गरौँ। अहिले समायोजन भएका फोरम अथवा राप्रपाका जो साथीहरू छन् तिनीहरूलाई यथावत अहिले केन्द्रीय कार्य समितिमा जुन हैसियतमा छन् त्यो हैसियतलाई स्वीकार गरेर विशेष अधिवेशनमा जाउँ र विशेष अधिवेशनबाट पार्टीको वैधानिकता रक्षा गरौँ भन्ने मेरो दृष्टि। विशेष अधिवेशन तपाईँको आफ्नो चाहिँ मेरो दृष्टिकोण तपाईँको समूहको निर्णय के हो त? समूहको निर्णय अब भोलि चाहिँ नि हाम्रा साथीहरू जानुहुन्छ। यही अहिले मैले जुन भने जे केन्द्रीय कार्य समितिको निर्णय हो, जे के संविधानले गरेको आधारभूत संरचनागत सिद्धान्त हो, तदनुरूप चाहिँ नि क्रियाशील सदस्यता टुङ्गो लाउनुपर्छ। जहाँ एउटा बाहेक आएका अथवा विवाद भएका छन् तिनीहरूलाई 13औं महाधिवेशनकै क्रियाशीलतालाई मान्ने गरेर अनि नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्कीलाई चाहिँ प्रारम्भ गरौँ भन्ने हो। त्यसमा त तपाईँको समितिले पनि त्यही सिफारिस गरेको छ। धेरै ठाउँ विवाद टुङ्गिसकेको छ। विवाद हुन बाँकी जति 70-12 कुरा गर्नुभयो अनि 1-2-4वटा निर्वाचित र अरूको छ, त्यहाँ चाहिँ 13बाट गरौँ भने उहाँले सुझाव दिएकै छ। त होइन कहाँबाट काहीँ खोलेकै छैन। तपाईँहरूले पढ्न त भएको छ, पढेर सक्नुहुन्छ, त्यसै पढ्नु भएको छैन। त कतिपय ठाउँमा तपाईँको वडैबाट नआएका प्रस्तुतै भएको छैन। वडा सदस्यले क्रियाशील सदस्यै पाएको छैन। माथिबाट चाहिँ नि क्षेत्र कहीँ चाहिँ नि क्षेत्रले भरेको छ, कहीँ सभापतिले भरेको छ, कहीँ जिल्ला सभापतिले अनुहारै देख्न पाएको छैन। यसरी जो भएको छ त्यसलाई विधिवत ढङ्गले निश्चित मापदण्डको आधारमा वैधानिकताको आधारमा गरौँ। त्यसमा को पर्छ को पर्दैन, कुन ग्रुपको हो भन्ने कुरा नहेरौँ। एउटा विधि पद्धति र प्रक्रियामा हामी संलग्न भयौँ भने त्यसैले एउटा बाटो निर्माण गर्छ र त्यही बाटो अनुसार चलौँ। पार्टीलाई विधिसङ्गत बनाऊ, पार्टीलाई नीतिमुखी बनाऊ, नेतामुखी होइन। पार्टीलाई विचारमुखी बनाऊ, व्यक्तिमुखी होइन। हाम्रो अहिलेको सङ्घर्ष हो। फेरि छानबिन हुनु पर्यो भन्ने हो तपाईको? फेरि छानबिन भने एउटा मापदण्डको आधारमा सबैलाई गर्दाखेरि के छानबिन गर्नु पर्यो? एउटा निश्चित मापदण्डको बनाएपछि जुन केन्द्रीय कार्य समितिले बनाइसकेका मापदण्ड छ बनाउनु पर्ने जरुरी छैन। जुन पार्टीको विधानले उल्लेखित गरेका मापदण्ड छ बनाउनु पर्ने आवश्यकता छैन। त्यो अनुसार जहाँ मिलेको छैन त्यो अनुसार गरौँ। त्यो मापदण्ड अनुसार त समितिले प्रतिवेदन त्यो अनुसार प्रतिवेदन छ भन्दा भए त भइहाल्यो नि। जहाँ छैन त्यहाँ गरौँ। भएको बेला त ठिकै छ नि, नभएको ठाउँमा चाहिँ त्यो मापदण्ड अनुसार गरौँ। त्यही भएर आजको बैठकमा आसन्न पार्टीको अधिवेशनका सन्दर्भमा अहिले भइरहेको क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको काम, क्रियाशील सदस्यताको परिस्थिति, जिल्लाबाट आएका विवादहरूको सम्बन्धमा केन्द्रीय नेतृत्वले गरेका छलफलहरू र कहाँ पुगेको छ, यो चिज कहाँ पुगेको छ, व्यापक रूपले जिल्लाबाट क्रियाशील सदस्यतामा
धाँधली भयो भन्ने खालको कुराहरू व्यापक रूपले आएको छ र क्रियाशील सदस्यताको विवाद चाहिँ नि न्यायोचित ढङ्गले विधिसम्मत ढङ्गले विधानसम्मत ढङ्गले एउटा टुङ्ग्याउनुपर्छ र टुङ्गिनुपर्छ र जसले गर्दा अधिवेशनको वातावरण निर्माण हुन सकोस् भनेर जिल्लाका सभापति साथीहरूले छलफल गर्नुभयो। अनि यस सन्दर्भमा चाहिँ नि हामीहरूले चाहिँ नि सम्पूर्ण कुराहरू नीतिगत रूपले तय हुनुपर्छ। कुनै वडाको हिसाबले होइन, नीतिगत रूपले पार्टीले आफ्नो दृष्टिकोण बनाउनुपर्छ र नीतिगत रूपले नै समस्याको समाधान गर्नुपर्छ। यसलाई फरक किसिमले होइन, एउटा नीतिगत रूपले नै यसको समाधान पुग्नुपर्छ। होइन भने जसरी हामीले अधिवेशनलाई सम्पन्न गर्न खोजेको छौँ त्यति सजिलो र सहज छैन भन्ने कुराहरू आएको छ र जिल्ला सभापति साथीहरूले यो विषयमा पनि व्यापक रूपले छलफल गर्ने, व्यापक रूपले